ओपनिङ खिच्दैन भन सबै आउँदै जाने नि उनीहरूको टिपेर के लाने भित्र चलो मामा के भन्न चाहनुहुन्छ अब के भन्ने हो लम्तारी नादा माई मन्दिरमा आइयो छ अब बिहान चाहिँ नि अब दर्शन गरेर अब फर्किने क्रममा छौँ हामी पहिले मन्दिरभित्र छिर्ने र यो आजको र हिजोको बसाइ एकदम राम्रो लाग्यो मलाई मजा भयो रमाइलो भयो अरू त के भन्नु छ र सबै साथीभाइहरूलाई सोध्दै जानु न अब उनीहरूको पनि राय लिनु कस्तो छ हाम्रो विक्रम सर के भन्न चाहनुहुन्छ एकदम रमाइलो भयो त्यही हो हाम्रो मनोज दाई एकदम रमाइलो भयो रातिको बसाइ पनि रमाइलो भयो मेरो यो तेस्रो चोटि हो सबैभन्दा रमाइलो चाहिँ अहिलेको चोटि भयो बेलुका साथीहरूसँग बसेर खानपान पनि राम्रो भयो अब मन्दिर दर्शन गर्ने सिधै अफिस भ्याउन सुइदिने होइन साथीहरू ल हाम्रो अमित सर के भन्न चाहनुहुन्छ तपाईँ म एकदम कमामा छु सर धारा पनि छ श्री लम्तरी नादा माई मन्दिर राम्रो छ चप्पल यहीँ होला नि पुगल्ने माथि माथि बुटमै जाँतो सर त गरेको सब यो ढुङ्गालाई राजाले छ होला है घामसाम देखा यसो सनराइज हुन्छ नि We are on adventure guide. Jadi bahas data kan hal lagi. Sorry guys, see you. डाँडा पुग्न सकिन्छ यहाँ अलिकति तलसँग यसो हेर्नु जान्न यति त के हो र यार हिजोको हिँडाइ मात्रै यार फर्किनु गाह्रो हुन्छ एकैछिन यार बिहान बिहान हिँड्नुपर्छ यार मर्निङ वाक हो भनेको होइन त मर्निङ वाक हो त नि 8 बजे उठेर मर्निङ वाक हुन्छ यार मान्छेहरू नाइट वाक त हुन्छ यार
एकदमै सेफ रहेछ कि यो ठाउँ त पहिलाको राजाहरूले बस्नको लागि क्या यताबाट खासै आउनु नसक्ने यो कर्पुतिर यताबाट आयो भने आयो यो बाटो पनि रोक्न सकिहाल्छ नि यत्रो लामोसम्म त हेर यताबाट अनि खरबु जाने बस्न जाउँ अब यहाँ अब जस्तो तल छ त्यति काम दाम हुँदै जान्छ हेर होइन हिमालले हामीलाई माथि हेलो मजा आयो तपाईँलाई एकदम सही रमाइलो भयो लम्तरी कति वर्ष 3 वर्षपछि आयो हामी 3 वर्ष अगाडि आउँदा नि यस्तै रमाइलो भएको थियो तर हिजो पनि रमाइलो भयो तर सुरुमा आए जस्तो रमाइलो त हुँदैन नि त केटाहरूसँग जस्तो रमाइलो भयो ठिकै भयो जे कुराको पनि पहिलोचोटि रमाइलो हुन्छ एकदम ल गाइस बाटो चाहिँ यस्तो छ केटाहरू हुने भइसके आहा गाइस सो गाइस हामी अहिले लम्तरीबाट घरतिर फर्किँदैछौँ हिजो बेलुका हामी लिपेनी गाउँबाट लगभग 3 बजे हिँडेको हो 3 बजे हिँडेको त्यहाँबाट घुम्ले हुँदै भगवटार हुँदै माथि वारचोक आएर बस्यौँ वारचोक आएर हाम्रो गाडीहरू सबै त्यहीँ राखेर हामी पौने 5 बजे वारचोकबाट माथि लम्तरीतर्फ ट्रेकिङ गर्दै लगभग 1.5 घन्टा पौने 2 घन्टाको ठाडो उकालो हिँडेपछि हाम्रो डेस्टिनेसनमा पुग्यौँ डेस्टिनेसनमा पुगेपछि हामीले अब उकालो चढेको गाह्रो भएको त्यो सबै बिर्स्यौँ हामीले नाइट भ्यू पोखराको नाइट भ्यू हिजो फेरि न्यू इयर थियो न्यू इयर 12 बजीसम्म बसियो न्यू इयरमा लेक साइडमा माथि त्यो झिल्ला उडाएको के भन्छ त्यो झिल्ला उडाउने हेऱ्यौँ रमाइलो लाग्यो गीत गायौँ ठिक छ अहिले चाहिँ हामी कति बज्यो 9:40 भएछ हामी 35 तिर हिँडेको होला माथिबाट हामी 5 मिनट भयो हिँडेको अब लगभग आधी घन्टामा तल पुगिन्छ होला हाम्रो बाइकहरू पार्किङ गरेर राखेको ठाउँमा वारचोकमा पुगिन्छ त्यहाँबाट हामी बाइकमा टक्क लडाइ 1 घन्टामा हाम्रो गाउँ पुगिन्छ तर यहाँको जङ्गल त सही वाइल्ड छ कि बाटो पनि एकदम सफा गरेर राखेको रहेछ समाजले राम्रो लाग्यो सिँढी बाटो उकालो चढ्ने बेला मुटु फुट्ला जस्तो भएको थियो अहिले ओह्रालो झर्ने बेला त बाफरे भागेर केटाहरू हेरेर भागेका तल छन् है केटाले भेटाउनु जान्छु अगाडि गएर भ्लग गर्छु म
तर एउटा कुरा हाम्रो खासै खर्च भएन। मासु 2 किलो कुखुराको, खसीको मासु 2 किलो एक लाएर पकाइयो, खसीको मासु झोल बनाएर खाइयो, कुखुराको मासु पोलेर आदि चाहिने ग्रेभी गरेर खाइयो, खाना खाइयो। अब अहिले आउने बेलामा चाहिँ हिजो बेलुकाकै खसीको झोल र मासु थियो अनि खाना नै थियो। लाएर तातो गऱ्यो, खाइयो, फ्राई राइस बनाइयो, खाइयो। चिया खाएर चाहिँ हामी हिँडेको अहिले। ल हाम्रो साथीहरू मलाई भेटाइसक्यो। अब युट्युबमा हाल्नु त नि त्यो छ यो त हो ए आहा ल गाइस हाम्रो साथीहरू आउँदैछन् पछाडि 6 जना छौँ है हामी। मसँग गरेर 7 जना। हाम्रो सेकेन्डमा हुनुहुन्छ कालु मामा। हेलो हेलो थर्डमा हुनुहुन्छ विक्रम। फोर्थमा हुनुहुन्छ हाम्रो मिजु। फिफ्थमा हुनुहुन्छ मनोज दाई। छैटौँमा हुनुहुन्छ भोजे मामा। अन्तिममा आएर हाम्रो हुनुहुन्छ 61 वर्षका रम्पाका हाम्रा मामा। मनोज अङ्कल यसरी गीत बजाउँदा तपाईँको भ्लगमा कपिराइट हान्दैन? हान्छ नि, एडिट गर्नुहुन्छ होला नि। नबजाउने है गीत है। वार्चकतिरबाट ल मनोज दाई सर हजुर 2 शब्द जाओस् ल। 2 शब्द मेरो समर्थन छ भन न। बेलुका 5-6 बजेतिर पुगेको थियो। अहिले बिहान 9 बजे खानासाना खाएर ओह्रालो लाग्दैछौँ के अरे। जीवनमा एकचोटि पुग्नै पर्ने ठाउँ लमतरी माई मन्दिर, माथि गाउँपालिका वडा नम्बर 10 र 11 को सिमानामा रहेको छ। र सबैजना आउनु होला, सबैजनालाई वेलकम छ। त्यहाँको सुविधाहरू भनिदिनु नि त। त्यहाँ एकदमै तपाईँको चाहिँ खाना पकाउन अर्नलाई तपाईँको चाहिँ खाने चिजहरू सामानहरू आफूले लैजानु पर्यो। पकाउनको लागि चाहिँ सम्पूर्ण व्यवस्था भाँडाकुँडाहरू सबै त्यहाँ छ। सुत्नको लागि पनि यहाँको चाहिँ स्थानीय समुदायले चाहिँ एकदमै राम्रो गरेका छन् होइन। 2 शब्द सर एकजना हाम्रो त्यहाँ चाहिँ एकजना घले मामा हुनुहुन्छ। उहाँले चाहिँ पकाउने खुवाउने सबै सहयोग गर्नुहुन्छ। एकदमै सुरक्षित छ यात्रा गर्नको लागि। र मन्दिर बिहान दर्शन गरेर अन्नपूर्ण माछापुच्छ्रे हिमशृङ्खलाको राम्रो अवलोकन गरेर चाहिँ त्यहाँबाट चाहिँ हामी फर्किन सक्छौँ। ट्रेकिङको लागि पनि 1.5 घन्टा जति उकालो उक्लिनुपर्छ। हामी उता भाचकबाट आयो भने कति मिनटमा आइपुग्छौँ? भाचकबाट अहिले अलिकति माथिसम्म बाटो लगेको हुँदाखेरि चाहिँ लगभग 40-45 मिनट हिँड्यो भने चाहिँ माथि मन्दिर पुगिन्छ। वार्चक साइडतिरबाट लगभग अब हामीलाई हिजो चाहिँ 1.5 घन्टा लाग्यो है। अब हामी अलिकति थाकेको अवस्था पनि भएर हो, नत्र 1 घन्टा 1.5 घन्टामा उक्लिन सकिन्छ। बाटो सजिलो छ। अब आउनेहरूलाई चाहिँ कुन बाटो आउनु भनेर भन्नुहुन्छ तपाईँ? अब ट्रेकिङकै र हिँडेरै अब चाहिँ तपाईँको उकालो चढ्नै सोकिनहरू हुनुहुन्छ भने वार्चकतिरबाट आउनु पर्यो। अब बाइकहरूमा बढी हिँड्ने साह्रै धेरै हिँड्न नखोज्ने साथीहरूलाई चाहिँ भाचकतिरबाट अलि माथिसम्म आएर चाहिँ बाइक जङ्गलमा राखेर चाहिँ माथि आउन सक्नुहुन्छ। उताबाट सजिलो छ कम हिँड्ने साथीहरूलाई है। बाटो चाहिँ वार्चकतिरबाट ठाडै उकालो छ। हिँड्नको लागि चाहिँ जस्ट ट्रेकिङको लागि सही छ यो बाटो चाहिँ। ट्रेकिङको लागि यो बाटो ठिक छ। भाचकबाट चाहिँ नि हिँडेर लगभग 3-4 घन्टा लाग्थ्यो। अहिले चाहिँ बाटो आधीभन्दा 3 भागको 2 भाग त बाटो बनिसक्यो होइन। एक भाग चाहिँ नि हिँडेर ट्रेकिङ गरेर हिँड्न सकिन्छ। हो के देख्यो बाघको पाइला थार हो।
बक्क पाइला देखेर यहाँ थारको पाइला थारलाई लखेट्यो क्या हेर बाघले यार अस्ति हाम्रो लिबियान थार देखेको नि कहिले अलि अगाडि देखेको हो कत्रो गोरु जत्रो हुन्छ रे जस तपाईँहरू ढुक्क भएर आए हुन्छ व्यवस्था सबै सुविधा एकदम ठिक छ पानी खाने टोयलेट बाथरुम सबै ओड्ने ओछ्याउने भाँडा सबै छ तपाईँहरूले चाहिँ खाना मात्रै लिएर आउनु पर्यो आफ्नो के खाने मासु ल्याउने कि अब के खाने ल दिस इज द 90 डिग्रीको उकालो होइन त नि एकदम ऊ जाँदा पनि कालो आउँदा पनि कालो बसेर हग्ने कि होइन हो कमोडमा हग्ने कि सबै ल बाई ल खाइबाट छ ल हेर माथिबाट झरेका हेर आमा ठोक्केला है नाक ठोक्केला मेरो नाकसँग एउटा लौरोको लागि झडा हौडा रहेछ यार लकिने गाई भन्दियो विक्रमले लौरोको लागि विक्रम र अमितको चाहिँ सानो भनामन परेको छ यहाँ मैले त्यो घाटा पनि घर लिएर आएको तैँले बसी है मामा के भन्न चाहनुहुन्छ तपाईँ दुई शब्द भनौँ होला गाह्रो त भएन तपाईँले उकालो चढ्दा हुन त हामी भन्दा तगडा हुनुहुन्छ हामी हिँड्न सकिँदैन अगाडि हिँड्नु भयो हाम्रोमा भिडियोतिर बनाउँछु एडिट गर्नु पर्यो होइन रफ शब्द बोलिँदैन केही फरक म बोल्दियो के बोल्या भाइ के बोल्या हालिदिनु पर्छ है यो हालिदिनु सुरुमा के हो त्यो वाट इज दिस केटा अनि त गर्मी भयो यार पहरामा कुहिरो लाएर बसे कस्तो ढुङ्गा हुँदैन यो बेलुका आउँदा के लाइट बालिन्छ नि त ढुङ्गा त टल्किने कि है पुरै है के रक भनेको अरे डायमन्ड र मजदाले मनोरञ्जनले होइन यो सिकान फालेको चाहिँ कट गर्नु है यहाँ चाहिँ पहिरो गयो बाबु मेरो गाना चला दे यहाँ पहिरो जानुको कारण चाहिँ के रहेछ ठाडो भएर भाचुक देखाउन ए हामी यो यहाँ पुग्नुपर्छ होइन त सानोदेखि नै छ ए ऊ त्यो ठाँटीमा रहेछ हामी पुग्नु पर्ने ऊ अँ ए ठाडै छ त यार है अब हामी यहाँ जगतको लेभलमा आउँला भने कहाँ आइपुग्ने अझै ऊ त्यो चाहिने याङजाकोट हो त्यो त्यसपछि तल यो वाचक भयो हाम्रो गाउँ चाहिँ त्यो चाहिँ ठुलाकोट हाम्रो गाउँ चाहिँ यता पर्छ है हाम्रो गाउँ देखायो कि देखाएन देखायो होला अर्को भिडियोमा छ होला बोका मासु खाएर झरेको ओह्रालो झर्नु लास्ट गाह्रो भयो बोका नहुनु न खसी हो यार ए खसी हो त्यस्तै हेर्न पाइँदैन नि है भनाएको त म त बोकाको गरेर मजाले खाएको यार अब पोलिस पढ्ने भयो यार झन् भने गनाएको र नगनाएको थाहा पाउनु भएको थिएन अलिअलि गनाएको के गनाएको समग्रमा जे होस् अङ्ग्रेजी नयाँ वर्षलाई लम्तरीको चिसो डाँडाबाट स्वागत गरियो यसरी नै चिसरी गीतको खाल हल्का हल्का टु पनि आउँछ है यहाँ टिप हाल्नु पर्ने भयो यार टिप हाल्न जान्दिनँ मैले बर्बाद हुने हामी कालुमा आउँछ कुरा गर्नु सक्यो थम्बनेल के हो त नि के भन्नुहुन्छ तपाईँले मेरो च्यानलको थम्बनेल अब बिआरएल छ राम्रै छ सबैभन्दा मन गरेको लम्तरी आउनु मन गरेको हाम्रो कालुमामा है कालुमा आएको इच्छा नै पुरा गरियो यात्रा सफल भयो ग्रुपमा बसेको फोटो पनि लम्तरी नादा लम्तरी एडिट गरेर माइको पनि दर्शन गरियो बेलुकाको बसाइ र अहिले फर्किँदाखेरिको मजा अझै छुट्टै छ राम्रो भयो हाम्रो कहिलेदेखिको प्लानहरू मामा हाम्रो त पोहोर परादेखि गयो नि
3-4 चोटि हाम्रो प्लान क्यान्सल भएर लास्टमा आएर हिजो चाहिँ सक्सेसफुल भयो। पुग्ने हो साथीहरूले ढुङ्गामा पनि अनेक आकृतिहरू देखिरहेको छन् होइन। यो त पहिला राजाको पालामा तिम्रो चाहिँ यहाँ चाहिँ ऊ बनाउँदै यता यो के अरे खुदुहरू चाहिँ पेल्ने ठाउँ पर्थ्यो क्या, यहाँ उखु हालिदिने यताबाट, अनि यसरी गरेपछि निचरिन्छ अनि यताबाट आउँथ्यो यहाँबाट थाप्थ्यो क्या। उकालो हिँड्दाखेरि चाहिँ उखु टेक्दै आयो। समझ रह्यो हाम्रो हाम्रो पुरातत्वविद मनोज बराल के हो फेरि यो यहाँ त कसमा बनाएको मेरो म तिमी एकदम अराजक भिडियो खिच्दैन होइन त ठाडै छ है कसमा बनाएको मेरोमा हो क्या। औ गर्मी भयो अहिले त यार। है ओह्रालो हिँड्दा होइन यस्तो हिँड्यो होइन स्वाट आयो अरे के घुप्लेकै छुटेको स्वाद तर्यो अनि त्यसपछि त के अरे आची भने रे आची भने रे सनराइज गाइज टाउकोमा पुग्न लाग्यो, घाम गर्मी हुन लाग्यो। मनोरञ्जनलाई के भयो? गाह्रो भयो लास्ट गर्मी भयो मलाई ज्यान। बोकाको झोलले गरम बनायो। लास्ट गरम बनायो। हाँसो चाहिँ लम्तरी हाँसो रे। हाम्रो मामा के भन्नुहुन्छ? के भन्ने भन्ने कुरा मैले अघि भनिसक्यो। अब आधा बाटो आउनु लाग्छ। ल ठिक छ। र गाइज हामी झरिँदैछ है। भोजाइले चटनी ल्याउनु पर्ने हो क्या अहिले पनि, हिजोको थोरै राख्नु पर्ने हो। चटनी त ल्याएको चटनीमा अदुवा कसले हाल्छ भने यार भोजदाई अमिलो र चिनी मिसाएर अदुवा हाल्छ कसैले। दामी भन्थ्यो नि तर हिजो भयो। हिजो त्यो एकछिन खाएको पिरो भएर पछि हिँड्नै नसकेर यस्तो दामी बोलाएको थियो भन्नु कलुदै मजा आयो। एक नम्बर गर्मी भयो अहिले त। म कपडा खोल्छु अब एकछिनमा। नाङ्गै हिँड्यो बक्सर लाएर हिँड्यो। बक्सर छ मेरो त यस्तो ठाडो बाटो हिँड्नु पर्यो। ओए झनै लडेको यार। ओ विक्रम स्किल भेट्टाउने हानेर छिटछिटै हिँड्यो है त। ड्युटी हटाउनुको हाम्रो त यार कति बज्यो अहिले 8:30 भयो होइन। 8:30 8:30 बजे हामी वारचोकसम्म भनेपछि हामी पुगिन्छ 10 बजे त पुगिन्छ। कहाँ 8:30 हुने? 8:30 भएर हो र हो नि 8:30 होइन हो पाउने 9 बज्छ ए हो पुगिन्छ ढुक्क पुगिन्छ। आज त नयाँ वर्ष बिदा हो यार। त्यहाँ कपडा खोल्न लाउनु भयो कालु दाइले। कपडा त खोल्नु पर्छ क्या यार। लमदरी र फर्किँदा गर्मी भएर पुरै बक्सरमा है। घरमा लेखेको गाइज गरम बनायो यार बोकाको मासुले।
ल घाँटी आइदियो सबै लाने ठाउँ मौसम एकदम राम्रो छ है। जाडोको बेलामा नि जाडो महसुस भएको छैन, गर्मी भएको छ ओह्रालो झर्दा पनि। चाहिँ एउटा रेस्ट हाउस छ, एकैछिन बसेर हामी जाने। ओह्रालो झर्दा पनि खुट्टा काम्ने रहेछ कि गाइज, यस्तो धारा छ कि यहाँ त खोल्ने कुरै छैन। उसले होला है भाँचिदिएको होला नि पक्कै। ओह्रालो झर्दा नि गाह्रो भएको, ओह्रालो झर्दा नि गाह्रो भएको। नेथेबा मा कुनमान सिंह बिबी गुरुङ स्मृति धर्मशाला छैन छैन यस्तो बाटो हिँडे है हामी गाइड्सहरू। हिजो सगरमाथा चढियो, आज सगरमाथा झरिँदैछ विथआउट अक्सिजन मास्क। सगरमाथामा अहिले बत्ती पनि पुगे है। सिटामोल हिजो भोलिदाको चटनीले गरेर नि होला कि लेक नलागेको कसैलाई पनि। रुगा पनि सन्चो भयो। यो त के हो यार, कर्पु पुगेर आयो यार, के लेक लाउने हो? कर्पुमा बिजेलाई लेक लगाएको हुन्छ नि कालु दाइ। रामकोटमा कपुचे जाने बेलामा त्यहाँको हिमतालमा पौडी खेलेर होइन उस बिरामी भएको विजय। जन्डिस भएको थियो त, जन्डिस र टाइफाइड। विजय हेलो, वाट्सएपमा मेसेज आएको है छैन? ठिकै गयो है फिर्ता। पानी ल्याएर हामीले खाने पानी शङ्ख पुगेको भन्दा माथिपट्टि एउटा घर हो नि होइन? ओ त्यो ठ्याक्कै उसमा के हामीले बाइक राखेको ठाउँमा छ त्यहाँ होइन, हिजो हामीले टाइम ल्याप्स गरेको त्यहाँ। मनोज अङ्कलको वाट्सएपमा म्यासेज आयो है, बबिता आन्टी। बबिता आन्टीलाई भनिदिन्छु म अब। बुढाले काट्छन् लास्टमा बेच्ने के गर्ने। बबिता आन्टीले हेर्नुहुन्छ भ्लग? तपाईँको कति भयो सब्सक्राइबर? 1200 अरे कि 1200 पुगिसक्यो। अनि भ्युज कति पुगेर? भ्युज त मोनिटाइज गर्नलाई 10,000 पुग्नुपर्छ नि दाइ। 35,000 युट्युब न्यू अपकमिङ भ्लगरहरूको चाहिँ च्यानल। अनि लङ भिडियो चाहिँ कि 4000 घन्टा पुग्नुपर्छ कि 1000 सब्सक्राइबर 4000 घन्टा। हिजो यहाँ हामीले धेरै छ र के खाएको थियौँ? के नि खाएको थिएन त्यो गाई तलको भाचुक हुन्छ, त्यो चाहिँ भाचुक होइन, वार्चोक अनि उताको चाहिँ याङजाकोट, यता चाहिँ हिमाल हो तर यहाँ रुखहरूले छेकियो। अनि उहाँ टावर भएको चाहिँ के भन्छ अरे त्यसलाई? ठुलाकोट
अनि यता चाहिँ हाम्रो झोला चाहिँ मैले गाउँ खत्रै ल्याएको छु यार एकदम म मर्दै जाँदैन लानुपर्छ त्यो झोला टिकुमा हो आयो 70 लिटर अड्दो रहेछ क्या त्यसमा पानी 70 लिटर पानी कहिले छुट्टी आज कस्तो सरले देखाएको छ तपाईँ जब भेट्टाउने होइन भेट्टाइज त अब कति छ र अब 1 घण्टा पुगिहालिन्छ नि के रे सभा नभए यार तपाईँ एकदम प्रफुल्ल हो सभा नौ बस बल्ल हैन आमामा सन्चै हुनुहुन्छ कस्तो भयो थकै लाग्यो कि के खासमा त लागेको छैन अब तपाईँ त खाना पनि नखाइकन त्यतिकै भोकै आउनुभयो भोकै लाउँदैन कि बिहान ए अच्छा अब भोकै आएको यार लगाएछ अहिले चाहिँ हामी लगभग ओइ आइपुगेको हो र अब सकिएछ ल लगभग हामी गाउँको छेउछाउतिर आइपुग्यो हामी साथीहरू तल पुगिसकेका छन् उकालो नि वाइल्ड उकालो रहेछ अनि म चाहिँ अलिक भिडियो बनाउने भनेर ढिलो भए पछि भए हामी साथीहरू अगाडि पुगिसक्नु भएको छ अब त्यहाँ एउटा दामी कुरा छ गाइज तपाईँलाई म अहिले देखाउँछु त्यहाँ गयो भने चाहिँ एउटा ढुङ्गा छ होइन यताको एउटामा दुलो छ यता अर्को टुप्पोमा अर्को दुलो छ त्यहाँ चाहिँ फुक्यो भने शङ्का फुकेको जस्तो सुनिन्छ कि सेम अनि यहाँ त्यो फुकेको चाहिँ गाउँमा सुनिन्छ अरे कसरी भनिदिउँ त्यो फुकेपछि चाहिँ नि यो यताको पहाडमा ठोकिन्छ आवाज अनि त्यसपछि चाहिँ त्यो आवाज चाहिँ यता गाउँतिर जान्छ तर त्यो पनि खत्रै लाग्यो त्यसपछि एउटा गुफा रहेछ गुफामा चाहिँ नि गुफाको यता भित्रतिर चाहिँ नि त्यो नागहरू छ कि नागको त्यस नागहरू देखिन्छ क्या नागको चित्रहरू छ त्यो चाहिँ नि अब हजारौँ वर्ष अगाडि बनेको अरे चाहिँ त्यसपछि त्यो गुफाभित्र चाहिँ नि पहिला धेरै वर्ष अगाडि चाहिँ नि 2 जना दिदीबहिनी गएको अरे गुफाभित्र अनि एकजना चाहिँ नि त्यही गुफाभित्र हराएको अरे त्यहाँबाट चाहिँ त्यो गुफाभित्र चाहिँ नि कसैले जान चाहिँ नि दिँदैन बाहिरबाट हेर्ने चाहिँ मिल्छ त्यहाँ गयो भने चाहिँ अहिले देखाइदिनु हजुरहरूलाई तर अलिक ढिलो भएको छ यहाँ 9:30 हुन लागिसक्यो 10:30 भइसकेको छ अब त्यहाँ नपसिकन हामी गयौँ अब घरै जाने साथीहरू उस्तो लागिसके यता त्यो त ओ फाइनली गाइज हाम्रो गाइजहरू सँगै पुग्ने ठाउँमा पुगेछन् किन मात्रै भन्छु ल गाइज हामी सँगै पुग्ने ठाउँमा आइपुग्यौँ र हाम्रो साथीहरू सँगै पुग्दैछन् ल हामी फाइनली वाचोक आइयो कति घन्टा झऱ्यो होला हामी ओह्रालो 1.5 घन्टामा उकालो जाने हिजो 2 घन्टा जति लाग्थ्यो आज झर्ने बेलामा 1.5 घन्टा लाग्यो झर्दाखेरि चाहिँ खुट्टाहरू थर्र कामे छ गाइज अब यहाँ पानी खाने अनि चाहिँ हामी जाने वाचोक चाहिँ यस्तो छ है गाइजी गाइजहरू हेलो फाइनली त्यहाँ बनकुखुरा पनि थियो गाइज भागिहाल्यो अन्त मैले भिडियो बनाउँथेँ हाम्रो एउटा भाइ अझै आउँदै रहेछ यार गाइज त्यहाँ कुखुरा है हेऱ्यो यहाँनिर कालो कुखुरा
पुरा कस्तो भयो त नि ओह्रालो झर्ने बेलामा खुट्टा कामेन हो त्यो डाँडाको टुप्प पार झरेको गाई चाहिँ हामी 1.5 घन्टामा झरियो 1.5 घन्टामा झरियो फाइनली हाम्रो हेलमेटहरू राखेको ठाउँमा आइगयो एउटा होटेलमा होटेल भन्दा नि होमस्टे यस्तो गरेर फेरि अब बाइक भर्तीमा आइपुग्नु यस्तो बियरको बोतल यस्तो राखेको चाहिँ हाम्रो होमस्टे चाहिँ बन्दाना होमस्टे उल्टो यो फुल हाम्रो घर हो यो पनि छ हाम्रो घर नर्मल चोर्थे फुल गाई फाइनल लाइन झरियो होइन त झरियो अनुहार हेर्दै झरे जस्तो देखिएन र ल 1 मिनेटमा नि